सचिव, सहसचिवज्यूहरू, टिमका सम्पूर्ण मित्रहरू, सर्वप्रथम त यहाँहरू सबैजना स्टेक होल्डर्सहरू आएर आफ्नो महत्त्वपूर्ण फिडब्याक्सहरू यता प्रस्तुत गर्नुभएकोमा सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र जति पनि यता हाम्रो बन्ने पोलिसीहरू हुन्छ, नीति नियमहरू हुन्छ, कानुनहरू हुन्छ, कहिले पनि पूर्ण रूपमा त्यो कानुन पूर्ण पनि हुँदैन, पर्फेक्ट पनि हुँदैन। संविधानमा पनि चेन्जेसहरू आवश्यक जहिले पनि भइरहन्छ। सबैजना देशको 3 करोडै जनता बसेर बनाए पनि अझै केही न केही सुधारको ठाउँ भइ नै हाल्छ। त्यस्तै गरी ऐनमा पनि हुन्छ, नियमावली सबैतिर हुन्छ। हरेक कानुन आवश्यकता अनुसार संशोधनको लागि जहिले पनि खुल्ला हुन्छ, त्यो कानुनी प्रक्रिया। यस कानुन लगायत जति पनि हामीले कानुन नियमावली बनाउँछौँ, कुनै पनि एकदमै रिजिड भनेको संशोधनै हुन नमिल्ने, चेन्जै गर्न नमिल्ने भन्ने हुँदैन। आवश्यकताको अनुसार त्यो सबै हुनुपर्छ। आज यहाँले दिनुभएको कतिपय फिडब्याक्सहरू थोरै यसमा चेन्ज गर्नु पनि महत्त्वपूर्ण पनि मैले देखेँ। जसरी आवेदनको फर्चुटको विषय उठाउनु भयो, एकदमै महत्त्वपूर्ण कुरा छ। त्यसलाई डेफिनेटली कुनै न कुनै समयमा कन्सल्टेन्सीहरूबाट पनि आवेदन आउँछ। हामीले जति मनायो त्यति होल्ड गर्न त त्यो पनि गभर्नेन्स भएन। त्यसलाई पनि कुनै न कुनै समय अवधि राखेर कति समय फर्चुट गर्ने त्यो कुराहरू राख्न महत्त्वपूर्ण छ। त्यो कुराहरू हामी एड गर्दै जान सक्छौँ। विवादको कुराहरू विवाद कसले सल्टाउने त, त्यो समाधान कसले गर्ने, सहजीकरण कसले गर्ने, समन्वय कसले गर्ने, त्यसको लागि पनि थप नियमावलीमै होस् अथवा अर्को कुनै कानुन बनाएर कार्यविधि बनाएर त्यसलाई स्पष्टता कसरी दिने, त्यो विषयहरू पनि एकदमै महत्त्वपूर्ण छ। लगायत अन्य विषयहरू पनि कति यहाँले राख्नुभयो। जसरी परामर्शको डेफिनेसनमै पनि विदेशमा पठाउने मात्र होइन, नेपालकै विश्वविद्यालयहरूमा पनि हामीले परामर्श गर्छौँ भनेर भन्नुभयो, अथवा विदेशी विद्यार्थीहरूलाई पनि नेपालमा ल्याउने विषय पनि उठ्यो। त्यो कुरालाई पनि हामीले अझ ब्रड कसरी बनाउँदै जाने डेफिनेसन, त्यसमा पनि आवश्यकताहरू आवश्यक छन्। 2-3वटा कुरा एकदमै यता विशेष त हामी आज कुरा सुन्न मात्र आएको, आफ्नो पक्षबाट यस्तो उस्तो भनेर कुरा राख्न आएको होइन। तर कुरा राख्दै गर्दाखेरि एकदम सर्फेसियली 2-3वटा मेरो बुझाइहरू म यहाँहरूमा राख्न चाहन्छु। र पहिलो कुरा त के अवगत गराएर सुरु गर्न चाहन्छु भने यो सरकार र हाम्रो पार्टी पनि कुनै पनि निजी क्षेत्रलाई व्यवसाय गर्नको लागि त्यो स्पेस बनाउनको लागि हामी जहिले पनि पोजिटिभ छौँ। हामीले उदार अर्थतन्त्र तर्फ जाने भनेर पार्टीको हामीले विभिन्न अस्ति भर्खरमा अधिवेशन भएको थियो, त्यसमा हामीले अर्थनीतिहरूमा पनि हामीले विभिन्न कुराहरू राखेका छौँ। र पार्टीगत हिसाबमा मात्र होइन, सरकारको हिसाबमा पनि सरकारको निजी क्षेत्रसँग सहकार्य गरेर समन्वय गरेर अगाडि जाने कुरामा त्यता कुनै पनि दुविधा छैन। यद्यपि विभिन्न निजी क्षेत्रभित्र पनि हामीले चाहिँ विभिन्न क्षेत्रहरू देख्छौँ। जस्तै कति शिक्षाको क्षेत्रहरू छ, स्वास्थ्यको क्षेत्रहरू छ, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको क्षेत्रहरू छन्, र कति प्योरली जस्तो गुड्स एन्ड सर्भिसेसहरूको क्षेत्रहरू हुन्छ, एग्रिकल्चर लगायतका, टुरिज्म लगायतका क्षेत्र हुन्छ। सबैतिर फ्री मार्केट हुन्छ, तर हरेक क्षेत्रलाई हेर्ने नजर चाहिँ फरक हुन्छ। हामीले जसरी यो शिक्षा तथा खेलकुद मन्त्रालय भयो, खेलकुद मन्त्रालयमा हामी जति निजी क्षेत्रसँग बढी सहकार्य गरेर जान्छौँ, एजुकेसन क्षेत्रमा, शिक्षा क्षेत्रमा अलिकति कम हुन सक्छ। किनभने शिक्षामा अलिकति बढी राज्यको जिम्मेवारी हुन्छ खेलकुदमा भन्दा। खेलकुदमा हामीले सकेसम्म धेरै निजी क्षेत्रसँग मिलेर नै जान्छौँ भन्ने हाम्रो नीति पनि हो। तर शिक्षामा चाहिँ अलिकति बढी राज्यको भूमिका बढी हुन चाहिँ जरुरी हुन्छ। त्यसले गर्दाखेरि हामीले निजी क्षेत्रलाई प्रमोट गरेर लाँदै गर्दा, निजी क्षेत्रलाई सँग सहजीकरण समन्वय गरेर जाँदै गर्दाखेरि चाहिँ जहाँ चाहिँ शिक्षा क्षेत्रसँग डाइरेक्टली अब सिधै शैक्षिक क्षेत्र हो होइन भनेर छुट्टै विषय हो, तर शैक्षिक क्षेत्रसँग डाइरेक्टली लिङ्क हुने जति पनि क्षेत्रसँग छ त्योसँग फ्री मार्केट हामीले प्रमोट गरेर जाँदा जाँदै अलिकति बढी संवेदनशील हुन चाहिँ आवश्यक पर्छ। त्यसै यथार्थ हो। कन्सल्टेन्सी भनेको हामीले कहिले पनि कन्सल्टेन्सी क्षेत्रलाई नेगेटिभली नकारात्मक रूपमा मात्र हेरेको छैनौँ। हाम्रो अन्डरस्ट्यान्डिङमा, सबैजनाको अन्डरस्ट्यान्डिङमा हरेक कुरामा भिन्नता हुन सक्छ। मेरो लागि चाहिँ कन्सल्टेन्सी भनेको कस्तो क्षेत्र, मैले एउटा
बुझेको मैले एउटा एकदम बेस्ट केस सिनारियोमा कन्सल्टेन्सीको काम अथवा उसले के गर्नुपर्छ भन्ने मलाई लाग्छ भने कोही पनि एउटा विद्यार्थी 12 सकेर अथवा 11-12 पढ्न पनि अरू क्लासमा पनि मास्टर्स गर्न पनि एउटा विषय उसले पढेर सकाइसकेपछि उसको फ्युचर एजुकेसनको लागि कसरी जाने मलाई साइन्स पढ्न मन लागेको छ अथवा मलाई म्यानेजमेन्ट पढ्न मन लागेको छ मलाई एग्रिकल्चर पढ्न मन लागेको छ आइटी पढ्न मन लागेको छ म कुन बाटोबाट जाउँ मेरो मोडालिटी के हुन्छ भन्दाखेरि त्यसमा चाहिँ कन्सल्टेन्सीहरूको भूमिका त्यसमा हुनुपर्ने हो हैन कोही विद्यार्थीले यता 12 मा साइन्स पढेर गयो मलाई भोलि आइटी पढ्न मन लाग्यो म अक्सफोर्डमा अप्लाई गरौँ कि एमआइटीमा अप्लाई गरौँ भन्दाखेरि होइन टेक पढ्नको लागि त एमआइटी राम्रो होला नि भनेर त्यहाँ त्यस्तो रोल खेल्न चाहिँ कन्सल्टेन्सीको एकदमै बढी महत्त्वपूर्ण हुन्छ कुनै युनिभर्सिटीमा जाँदै गर्दाखेरि त्यो युनिभर्सिटीमा अप्लाई गर्नको लागि त्यो युनिभर्सिटीले जुन एप्लिकेसन माग्छ हरेक युनिभर्सिटीको छुट्टा छुट्टै एक्सेप्टेन्स रेट हुन्छ उसले हरेक युनिभर्सिटीले स्टुडेन्टको क्वालिटीमा फरक फरक कुराहरू हेरिरहेको हुन्छ कन्सल्टेन्सी एज एन एक्सपर्ट तपाईँहरू चाहिँ नेपालकोमा समग्र उच्च शिक्षाको युनिभर्सिटीहरूसँग अलिकति बढी नजिक भएर त कन्सल्टेन्ट हुनुभयो होला नि तपाईँहरू एजुकेसनको बारेमा सो स्टुडेन्टभन्दा बढी थाहा हुनुपर्छ भन्ने कुरा सबैलाई त्यसको एक्सपेक्टेसन हुनुपर्छ स्टुडेन्टले कुनै युनिभर्सिटीमा अप्लाई गर्दाखेरि त्यो युनिभर्सिटीले स्टुडेन्टबाट अपेक्षा गरेको कुरा के हो र त्यो गर्नको लागि एप्लिकेसनहरू तपाईँहरूले कसरी बनाउने भन्ने विषयमा कन्सल्टेन्सीको त्यसमा बढी महत्त्वपूर्ण भूमिका हुन्छ होला स्टुडेन्टलाई स्कलरसिप अप्लाई गर्दै गर्दा फाइनेन्सियल एडहरू अप्लाई गर्दै गर्दाखेरि कति विषय स्टुडेन्टलाई थाहा नहुन सक्छ कता अप्लाई गर्ने कसरी अप्लाई गर्ने त्यसमा कन्सल्टेन्सीको बढी भूमिका हुनुपर्छ होला कन्सल्टेन्सी कस्तो मार्केट हुनु भएन भने कतिपय कन्टेक्स्टमा आज भइरहेको छ 2-3 जना साथीहरू चिया खाने कुरा गर्दाखेरि अब एकदम पैसा कमाउनु पर्छ भन्दाखेरि पैसा कमाउन के गर्ने भन्दा कन्सल्टेन्सी खोल्ने त्यो प्राथमिकता हुनु भएन अभियसली प्राइभेट सेक्टरमा प्रफिट भनेको छ ठुलो फ्याक्टर हो त्यसमा दुई मात्रै छैन त्यो हुन्छ तर त्यसको प्राथमिकता भनेको पैसा कमाउन कन्सल्टेन्सी खोल्ने होइन कन्सल्टेन्सी खोलेर हामीले हाम्रो चाहिँ एक्सपर्टिज दिँदै गर्दाखेरि स्टुडेन्टलाई केही न केही किसिमले बुझाउँदै गर्दाखेरि त्यता हामी प्रफिट लिन्छौँ भन्ने कुरामा त्यसमा त हामीलाई समस्या भएको होइन तर प्राथमिकता चाहिँ प्रफिट हुनु भएन त्यो चाहिँ एकदमै क्लियर कुरा हो शिक्षा क्षेत्रमा कन्सल्टेन्सी स्पेसली यो क्षेत्रमा चाहिँ आज अहिले हामीले ल्याइरहेको नियमावलीमा जति पनि नियमहरू छ त्यसले चाहिँ यो सेक्टरलाई चाहिँ अलिकति बढी रेगुलेट गर्छ जस्तो लाग्छ हामीले कन्सल्टेन्सीलाई एकदमै पर्फेक्ट एकदमै राम्रो सिनारियो बेस्ट केस सिनारियोमा हाम्रो स्टुडेन्टहरूलाई चाहिँ यो आई एग्री कतिपय कुरामा ग्लोबलाइजेसन छ ग्लोबल भिलेजको कन्सेप्टमा हामी गइरहेका छौँ त्यो जाँदै गर्दाखेरि चाहिँ हाम्रो स्टुडेन्टहरू बेस्ट युनिभर्सिटीमा जाउँ विश्वभरि पछि नेपाललाई चाहिँ केही न केही लिएर फर्किन्छ त्यो कुरामा हामी सबैजना एउटै पेजमा छौँ तर स्टुडेन्टलाई उहाँहरूको इन्ट्रेस्टको अनुसार युनिभर्सिटीमा हामीले चाहिँ सल्लाह गरेर प्लेसमेन्ट गर्नुको साटो स्टुडेन्टलाई मात्र एउटा प्रडक्टको हिसाबले मात्र हेर्नु भएन त्यो कुरामा चाहिँ सरकार एकदमै प्रतिबद्ध छ स्टुडेन्टलाई एज अ रेभिन्यूको सोर्समा मात्र हेर्नु भएन त्यो कुरामा सरकार एकदम प्रतिबद्ध छ हामी त्यो हुन दिँदैनौँ पनि तर हामी के चाहिँ गर्न दिन्छौँ भने कन्सल्टेन्सीलाई एउटा फ्री मार्केटमा राम्रोसँग कम्पिट गरेर हाम्रो स्टुडेन्टहरूलाई बेस्ट युनिभर्सिटीमा चाहिँ प्लेस गर्नको लागि तपाईँहरूले जुन चाहिँ कन्सल्टिङ गर्नुहुन्छ त्यो सर्भिस प्रोभाइड सेफली गर्नको लागि चाहिँ हामी प्रतिबद्ध छौँ त्यो मार्केटलाई चाहिँ हामी प्रोटेक्ट गर्छौँ आजको दिनमा कति ठाउँमा अनुभव भएको कुरा पनि मैले सबैलाई एउटा बास्केटमा राखेर हेर्दिनँ सबैजनाले फरक फरक तरिकाबाट गर्नुहुन्छ कतिवटा कन्सल्टेन्सीको व्यवसायीहरूसँग मैले भेटेको छु जसले वर्षको 5-9 जना मात्र स्टुडेन्टलाई पनि विदेश पढाइराख्नु भएको छ कति कन्सल्टेन्सी हुनुहुन्छ 10 of 100 जनालाई पनि पठाउनु भएको होला सबैजनाको आफ्नो मोडालिटी फरक फरक तरिकामा उहाँले गरिराख्नु भएको छ त्यसले सबैलाई म एउटा बास्केटमा त म राख्न चाहेको होइन तर कतिपय केसमा के पनि भइरहेको छ भने स्टुडेन्ट्स कन्सल्टिङ लिन जानुहुन्छ त्यहाँ जाँदाखेरि कतिजना त युनिभर्सिटी सोचेर पनि जानुहुन्छ होला कतिजना नसोचिकन जानुहुन्छ होला मात्र स्टुडेन्टलाई हामीले एज अ प्रडक्टको हिसाबले मात्र हेऱ्यौँ रेभेन्यूको हिसाबले मात्र हेऱ्यौँ भने हामी एज अ सर्भिस प्रोभाइडर त्यो विद्यार्थीहरूलाई बेस्ट युनिभर्सिटीमा प्लेस गर्नको लागि होइन हामीलाई सबैभन्दा बढी प्रफिट कुन युनिभर्सिटीबाट आउँछ त्यसमा प्लेस गर्न हामी लाग्छौँ त्यसको लागि चाहिँ यो नियमन गर्न चाहिँ जरुरी छ भनेर हामी नियमहरू ल्याएका हौँ
त्यसले गर्दाखेरि हजुरहरू सबै यो धरोटीको कुरा धेरै ठाउँमा आइरहेको छ। आई एग्री कि धरोटी यति धेरै पनि हुनु भएन कि एउटा मोनोपोली क्रिएट होस्, 2-4 व्यवसायीहरूले मात्र व्यवसाय गर्न पाओस्, सानो व्यवसायीहरू सस्टेनै गर्न नसकोस् भन्ने हिसाबले त्यस्तो हाई पनि हुनु हुँदैन। तर यो सर्भिस भनेको यति सिरियस सेक्टर हो कि हामी यति संवेदनशील हुनुपर्छ कि लिटरली वी आर सेन्डिङ हन्ड्रेड्स अफ थाउजन्ड्स अफ आवर स्टुडेन्ट्स अब्रड हैन। उहाँहरू नेपालको अहिलेको एजुकेसन कल्चर कस्तो छ, हामीले त्यति प्र्याक्टिकल बनाउन सकिसकेको छैन। आज 12 सम्म स्टुडेन्ट्सहरू पढ्दै गर्दाखेरि हामीले जुन यसमा पनि हामीले इम्प्रुभ गर्न जरुरी छ। हामी सबैको कमजोरी छ, हामी त्यसको लागि पनि रहेका छौँ। 12 सम्म पढ्दै गर्दाखेरि जुन एजुकेसन कल्चरमा त्यो स्टुडेन्टहरू हुर्केर 12 सम्म जानुहुन्छ र उहाँहरू विदेश जान खोज्नुहुन्छ, विदेश जान जाँदा पनि त्यो युनिभर्सिटीको एप्लिकेसन प्रोसेसमा यदि स्टुडेन्टले कम्प्लिटली आफू इन्भल्भ भएर सबै प्रोसेस आफै गर्यो भने एउटा लेभलसम्म चाहिँ स्टुडेन्ट रेडी पनि हुन्छ अप्लाई गर्नको लागि, त्यो युनिभर्सिटीमा एक्सेप्ट हुनको लागि। तर आजको दिनमा कति के पनि भइरहेको छ भने कन्सल्टेन्सीहरूले स्टुडेन्टलाई कसरी कुन युनिभर्सिटीमा अप्लाई गर्ने भन्ने विषयमा भन्दा पनि सबै प्रोसेस आफै नै गरिदिइरहेको छ। स्टुडेन्टले भर्नुपर्ने एप्लिकेसनहरू आफूले भर्तिरहेको छ, एसै कति ठाउँमा आफै लेखिदिरहेको छ र स्टुडेन्टलाई होइन कन्सल्टेन्सीलाई चाहिँ युनिभर्सिटीले एक्सेप्ट गरेर जस्तो देखिरहेको छ। किनभने हामीले त त्यो स्टुडेन्टलाई त रेडी बनाएर जानुपर्ने हो नि त। सबै काम 12 सम्मको एजुकेसन कल्चर एक किसिमको छ, अप्लाई गर्ने बेलामा पनि सबै काम अरूले गरिदिइरहेको छ र हाम्रो स्टुडेन्टहरू त्यो फरेन युनिभर्सिटीमा पढ्न रेडी पनि भइराख्नु भएको छैन। त्यसले गर्दाखेरि पनि उहाँ विदेश गइसकेपछि कतिवटा समस्याहरूमा उहाँले फेस गरिराख्नु भएको छ। त्यस्तो पनि नहोस् भन्ने किसिमले पनि हामीले नियम ल्याएको छौँ। र धरोटीको कुरामा चाहिँ अघि मैले भनेको जसरी नै एकदम संवेदनशील सेक्टर अफ द मार्केट भएको हुनाले चाहिँ व्यवसाय गर्नको लागि मात्र व्यवसाय गरौँ भन्ने हिसाबले होइन, यसमा चाहिँ हामीले चाहिँ एकदमै हाम्रो काँधमा चाहिँ एकदमै ठुलो जिम्मेवारी बोकेर हामीले सर्भिसमा गएको हुनाले चाहिँ एउटा लेभल अफ धरोटी चाहिँ एकदमै यो क्षेत्रमा चाहिँ आवश्यक छ। किनभने हामीले त धरोटी राखेर काम गर्दै गर्दाखेरि त्यो सेन्स अफ रेस्पोन्सिबिलिटी चाहिँ हामीलाई फिल हुनुपर्छ। त्यसको लागि पनि हामीले एउटा धरोटी रकम यसमा योभन्दा धेरै राख्नुपर्छ भन्ने विषय पनि आएको हो। कतिपय केसमा म नाम नखुलाइकन भन्छु कन्सल्टेन्सीहरूबाट नै योभन्दा बढी राख्नुपर्छ भनेर पनि आएको छ। कतिमा होइन राख्नै हुन्न भनेर विषयमा पनि आएका छन्। जतिखेर हामीले यो नियमावली ड्राफ्टिङ प्रोसेस सुरु गऱ्यौँ, सुरुको ड्राफ्टिङ प्रोसेसमा हामीलाई आएको फिडब्याक अनुसार कतिजनाले होइन 2 करोड राख्नुपर्छ धरोटी भनेर पनि कति ठाउँबाट चाहिँ सुझाव आएको रहेछ होइन। त्योभन्दा 50 लाख 1 करोड विभिन्न धरोटीको रकमहरू थियो। तर हामीले अहिले जुन राखेका छौँ त्यो चाहिँ एक हिसाबले एकदमै कम पनि होइन कि जसले अहिले मैले भने जसरी नै 3 जनाले चिया खाइरहेको बेला प्रफिटको लागि कन्सल्टेन्सी खोलौँ न त भन्ने हिसाबले पनि नहोस्। र यति धेरै 2 करोड जुन हिसाबले त्यहाँ हामीलाई चाहिँ सजेस्ट गरिएको त्यो हिसाबले त्यति पनि नहोस् कि हाम्रो यो सेक्टरमा चाहिँ 2-3 भन्दा बढी व्यवसाय नै टिक्न नसकोस् भनेर हामीले इक्विलिब्रियम खोज्दै जाँदाखेरि 25 लाख चाहिँ टेन्टेटिभली नट टु बिग नट टु लो हुन्छ भन्ने हिसाबले चाहिँ 2.5 करोडबाट र नथिङ भन्दा त बिचमा त 25 लाख भनेको यो सेक्टर अफ मार्केट फेरि सबै निजी व्यवसायमा 25 लाख धरोटी राखेर खोल्नुपर्छ भन्दाखेरि त्यो व्यवहारिक हुँदैन। तर यति संवेदनशील विषयमा जहाँ चाहिँ हामी यस्तो रकमहरू राख्दाखेरि कानुन बनाउँदाखेरि बेस्ट प्र्याक्टिसिङ कन्सल्टेन्सीलाई हेरेर बनाएको होइन। कतिवटा यस्तो राम्रोसँग विवेकपूर्ण रूपमा कन्सल्टेन्सी कतिजनाले चलाउनु भइरहेको छ। हामीभन्दा बढी विद्यार्थीको चिन्ता गरेर पठाइराख्नु भएको छ। उहाँहरूलाई मात्र सोचेर त कन्सल्टेन्सी हामी नियमहरू बनाइँदैन नि त। हामीले बनाउँदाखेरि कति ठाउँमा वर्स्ट केस सिनारियो सोचेर पनि बनाउनुपर्छ। आज यता हाम्रो यो मिटिङ छ भनेर थाहा भइसकेपछि हामीले पनि भनेको होइन, फेरि कति सोसल मिडियाभरि आज यो मिटिङ छ भन्ने कुरा हिजैबाट आउन थालिसकेको थियो। त्यसले गर्दाखेरि कतिजना पीडित हौँ भनेर विद्यार्थीहरू पनि आउनु भएको थियो। कतिजना ए तपाईँहरू हामी पीडितसँग चाहिँ कुरा नगर्ने उहाँहरूसँग मात्र गर्ने भन्ने खालको पनि आएको थियो। उहाँहरूको कुरा सुन्दा पनि कति जेन्युन इस्युहरू छ जहाँ चाहिँ उहाँहरू चाहिँ कुनै न कुनै हिसाबले ठगिनु भएको छ। हामीले कानुन बनाउँदा त उहाँहरूको लागि पनि सोचेर बनाउनु पर्यो नि त। हामीले तपाईँहरू बेस्ट प्र्याक्टिस गरिराख्नु भएको छ कतिजना हामीलाई थाहा छ। तर तपाईँहरूले गर्दै गर्दाखेरि तपाईँहरूको छेउमै खुलेको अर्को कन्सल्टेन्सीले सबैले त्यो प्रकारले त गरेको छैन नि त।
हामीले यो नियम बनाउँदाखेरि जो विद्यार्थी ठगिएका छन् उहाँहरूलाई पनि सोचेर त बनाउनु पर्छ नि त। त्यसले गर्दाखेरि यस हामी सहकार्य गरेर यो मार्केटको स्टेक होल्डर्सहरूसँग बसेर कुरा गरेर तपाईँहरूको कुरा सुनेर हामी अगाडि बढाउनको लागि एकदमै रेडी छौँ। हामी हजुरहरूबाट के पनि एक्सपेक्ट गर्छौँ भने हजुरहरू के पनि सोचिदिनुहोस् भने यस मैले एकदमै राम्रोसँग स्टुडेन्टहरूलाई सेन्टरमा राखेर गरिरहेको छु, तर मेरो छेउमा चलाइरहेको अर्को व्यवसायले त्यस्तो नगरेर गरेको पनि हुनसक्छ। सो धरोटी राख्ने रकमहरू अरू रकमहरू सरकारले उहाँहरूको लागि सोचेर ल्याएको भन्ने हिसाबले पनि सोचिदिनको लागि पनि म हजुरहरूलाई आग्रह गर्छु। के नसोचिदिनुहोस् भने कन्सल्टेन्सीलाई पेल्न ल्यायो भने नसोचिदिनुहोस्। हामी एकदमै फ्री मार्केटलाई प्रमोट गर्नको लागि हामी जहिले पनि तयार छौँ, तर यता भइरहेको ब्याड प्र्याक्टिसेसहरूलाई रेगुलेट गर्नको लागि त्यो हिसाबले पनि कति कुराहरू यो नियमावलीमा ल्याएको छ। यति भन्दा भन्दै पनि मैले सुरुमा भनेको जसरी हामीले ल्याएका सम्पूर्ण कानुनहरू कानुनी रूपमा कानुनी प्रक्रिया अनुसार त्यसलाई संशोधन गर्न सकिन्छ। आवश्यकता अनुसार हामी गर्छौँ पनि। क्लियर कम्युनिकेसनको लागि एउटा च्यानल बनाउनको लागि जरुरी छ। मानिसज्यूलाई यसभन्दा अगाडि उहाँले जुन हामीले उहाँलाई रिक्वेस्ट पनि गरेका थियौँ कतिपय कुरामा एउटा च्यानल बनाइदिनु भनेर, उहाँले त्यो गर्नको लागि आजको दिनसम्म जुन भूमिका खेल्नुभयो त्यसको लागि पनि एउटा ब्रिजिङ फोर्स बनिदिनु भयो, त्यसको लागि पनि धन्यवाद व्यक्त पनि गर्न चाहन्छु र हाम्रो सल्लाहकारज्यूलाई पनि त्यो ब्रिजिङ फोर्स बनिदिनु भएकोमा म धन्यवाद दिन पनि चाहन्छु। अघि हामी सल्लाह भएअनुसार अझ बढी यसलाई प्रभावकारी सर्ट टर्ममा मात्र होइन लङ टर्ममा पनि प्रभावकारी बनाउन के गर्नुपर्छ, जस्तो अहिले आयो नि वर्गीकरणहरूको कुरा। वर्गीकरण तुरन्त गर्न आवश्यक पनि छैन, किनभने त्यसमा चाहिँ गर्न सकिनेछ भन्ने मात्र प्रावधान मैले नियमावलीमा। कति फेरि मैले बाहिर कति पनि छ भने कन्सल्टेन्सीसँग सँगै नगरी नियमावली आयो कि भन्ने कुरा त्यो पनि होइन। हजुरहरू मध्ये नै कतिजनासँग पनि नियमावली आउनुभन्दा अगाडि पनि बसेको हो, अन्य साथीहरूसँग पनि बसेको। कति ठाउँमा एउटा एकदमै राम्रो के फिडब्याक आएको थियो भने धरोटी राख्दै गर्दाखेरि अलिकति प्रोग्रेसिभ तरिकामा राखौँ न त। कतिजना स्टुडेन्ट हामीले जम्मा 15-20 जना पठाएका छौँ, कतिले 1000 पठाइराख्नु भएको छ। उहाँहरूलाई र हामी दुइटैलाई 25 लाख त्यो न्याय भयो त भन्दै गर्दाखेरि कन्सल्टेन्सीहरूलाई चाहिँ कुन तरिकाबाट हामीले फर्दर जजमेन्ट गर्दाखेरि केही न केही एउटा मापदण्डहरू त हुनु, यस्तो साइन्टिफिक हुनु पर्यो, त्यसलाई हामीले सिस्टमेटिक बनाउनु पर्यो। त्यसको लागि वर्गीकरण गर्न सकिने छ भन्ने गरी हामीले एउटा कन्सेप्ट निकाले हो। त्यसलाई फर्दर डिफाइन गर्नको लागि हामीले कार्यविधि बनाएर फर्दर डिफाइन गर्न सक्छौँ। त्यसले गर्दाखेरि थोरै हामीले स्पेस छोडेका छौँ। त्यसलाई अझ यसलाई नियमावलीमै संशोधन गरेर यसलाई फर्दर डिफाइन गर्ने हो कि अरू कुनै सपोर्टिङ डकुमेन्ट बनाएर यसलाई अझ क्ल्यारिफाई गर्ने हो कि, त्यसमा हामी डेफिनेटली सम्पूर्ण स्टेक होल्डर्सहरूसँग बसेर हामी त्यो कुरा गर्न सक्छौँ। बिल्डिङ कोडको कुरा चाहिँ आजै हार्ड एन्ड फास्ट कम्प्लिटली त्यो बिल्डिङ कोडकै अन्तर्गत नरहेर चलाएको कन्सल्टेन्सीलाई आजै गएर भोलि नै गएर बन्द गर्छु त्यस्तो विषय होइन। हामीले आजको दिनमा हाम्रो नेपालभरिका पनि सम्पूर्ण 27,000 विद्यालयको चाहिँ इन्फ्रास्ट्रक्चर असेसमेन्ट निड असेसमेन्ट गर्ने भनेका छौँ। हामीले त्यो गर्दाखेरि पनि बिल्डिङ कोडलाई चाहिँ मिल्ने गरी हामीले जुन नयाँ मास्टर प्लानहरू बनाउँछौँ हाम्रो विद्यालयको इन्फ्रास्ट्रक्चर सेफ्टीको निड असेसमेन्टको, त्यो गर्दा हामीले हाम्रा विद्यालयहरूलाई पनि चाहिँ हामीले लङ टर्ममा चाहिँ धेरै हिसाबले चाहिँ त्यो इन्फ्रास्ट्रक्चर चाहिँ सेफ होस् भन्ने तरिकाले हामीले हाम्रै विद्यालयहरूमा पनि गरिरहेका छौँ। भएको छैन, हाम्रो विद्यालयहरू पनि भएको छैन। यही भवनकै कुरा गर्दाखेरि पनि हामीले कतिजना लाई एक्सेस हामीले दिन सकेका छैनौँ। कति कार्यक्रम गर्दाखेरि माथि छ यता लिफ्ट एलिभेटर छैन यता अहिले, अन्य कुनै बिल्डिङमा गर्ने कि भनेर सोच्ने पनि हामीले गरेका छौँ। त्यसले गर्दा कति हामीले पनि गर्न सकेका छौँ, हामीले गर्दैछौँ। त्यो पनि लङ टर्ममा नयाँ बिजनेसहरू गर्दै गर्दाखेरि चाहिँ यहाँहरूबाट पनि अलिकति जिम्मेवारी महसुस गरेर त्यसलाई चाहिँ क्रमशः चाहिँ त्यसलाई गर्दैछौँ भन्ने विषय हो। फेरि पनि हामीले यता ल्याएका कुराहरू त्यहाँहरूसँग सल्लाह गर्दै फर्दर यसलाई कसरी इम्प्रोभाइज गर्दै जाने त्यो कुरामा हामी ओपन छौँ, हामी गर्छौँ। तर आज भएका धेरै जस्तो कुराहरू अघि मैले भनेको जस्तै नै यो कन्सल्टेन्सीको नेचर, यही मार्केटभित्र पनि निजी क्षेत्र हुँदाहुँदै पनि त्यसको गम्भीरता त्यसको संवेदनशीलतालाई हेरेर फरक तरिकाबाट फरक लेन्सबाट हेरेर चाहिँ ल्याउनु पर्ने सेक्टर भएको हुनाले र यो सिधै चाहिँ हाम्रो देशको
युवाहरूसँग फ्युचरसँग कनेक्टेड भएको हिसाबले जुन किसिमले चाहिँ अरू मार्केट भन्दा यो मार्केटलाई हामीले अलिकति फरक तरिकाले हेरेका छौँ त्यो चाहिँ यहाँहरूलाई नकारात्मक रूपमा होइन गर्नै पर्ने आवश्यकता भएर गरेको भन्ने तरिकाले यहाँले बुझिदिनु हुन र राखेका धरोटीहरू विभिन्न रकमहरू बेस्ट प्र्याक्टिस गरेको लागि होइन अलिकति ब्याड प्र्याक्टिस गरेर हाम्रो जुन स्टुडेन्टहरू विचल्ली भएर बस्नु परेको छ उहाँहरूको लागि पनि सोचेर ल्याएको हामीले त्यो सोचेको पनि यहाँहरूले बुझिदिनको लागि अनुरोध गर्दै सम्पूर्ण जति पनि आउनुभयो आफ्नो फिडब्याकहरू दिनुभयो सबैको लागि हार्दिक धन्यवाद दिँदै फेरि पनि भविष्यमा कुनै न कुनै तरिकाले हामी सहकार्य गर्नको लागि बाटो खुल्ला छँदैछ भन्ने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। नमस्कार।